एक छोरी जसलाई आमाले 9 महिना कोखमा राखेर जन्माएकी थिइन्। सायद जन्मेपछि उनलाई कहिल्यै पनि एक झापड पनि नलगाएकी होलिन् आमाले। तर आज त्यही छोरी अर्काको घरको बुहारी बनेपछि आफ्नै घरभित्र निर्दय निर्णयको शिकार बनेकी छिन्। सासू जसको आफ्नै छोरी छ नन्द, जसले पनि एक दिन अर्काको घर जानै पर्छ। तर प्रश्न एउटै छ कि यस्तो कुन गल्ती गरिन् उनले जसको सजाय उनको मृत्यु हुन पुग्यो। सक्दैनौ मार्छौ हो हामी सक्छौ, हामी पनि मार्न सक्छौ। त्यो आदर्शले त्यसले त्यो स्वाहानीलाई दबाब दिएर त्यो मार्छु भनेर त्यसले कसरी आफ्नो स्वाहानीलाई मार्न सक्छ? उनलाई मृत्यु दियो। घरेलु झगडा, मनको रिस र अनन्त मानवता हरायो। पेट्रोल छर्कियो, आगो बल्यो र एक दिन जिन्दगी भयानक चितकारसँगै सधैँका लागि निभाइयो। बुहारीलाई बचाउन दौडिएका ससुराबा आज आफै आगोले घाइते छन्। उनी बाँच्न खोज्दै थिए तर कसैले मार्ने निर्णय गरिसकेको थियो। यो कुनै दुर्घटना होइन, यो निर्दयी सोचको हत्या हो। यो घरभित्र लुकेको हिंसाको चरम रूप हो। आज सरिता बमजन छैनन्, तर प्रश्न बाँकी छन्। के बुहारीको जीवन सस्तो हुन्छ? के घरको झगडाको समाधान आगो हो, मृत्यु हो? र कहिलेसम्म छोरीहरू सुरक्षित हुँदैनन्? आज आवाज उठेन भने भोलि फेरि अर्को सरिता आउनेछ। न्याय चाहिन्छ, मौनता होइन। किनकि मौनता पनि अपराधकै साथ दिनु हो। भनिन्छ नि, मौनम स्वीकृतम लक्षणम। मार्छ होगेन त्यसरी। अनि यो पुलिसले गएर त्यसरी सिल गर्न चाहिँ त्यसरी तोडेर गरेर चाहिँ जान चाहिँ पाइँदैन, त्यस्तो गर्न पाइँदैन। पुलिस भयो भन्दैमा र अलिकति प्रशासन भयो भन्दैमा चाहिँ उनीहरूको